नमस्ते साथीहरु, हाम्रो सम्पूर्ण नेपाली दाजुभाइहरुलाई म आज यस्तो महत्त्वपूर्ण भिडियो जानकारी गर्न गइरहेको छु कि तपाई पनि यो गलत बाटो हिँड्दै हुनुहुन्छ भने तपाईले यो बाटो छिटोभन्दा छिटो परिवर्तन गर्नुस्, नत्र तपाई सधैँको लागि जेल चलान र डिपोर्ट आफ्नो देशमा र जरिवाना तपाईले भोग्न पर्ने हुन्छ साउदी अरबमा। केही दिन अगाडि घटेको घटना हो यो। 2 जना पुरुष, 2 जना महिला तबुकको दुवा भन्ने एरियामा पक्राउ गरेको स्क्रिनशटमा पनि हेर्न सक्नुहुन्छ तपाईले। पक्राउ गर्नुको कारण के थियो, कस्तो थियो, यो विषय तपाईले आज सुन्नै पर्ने हुन्छ। र एकजना बंगलादेशी नागरिक जुन कन्स्ट्रक्सन लाइनतिर काम गर्ने हुन्छ, जो मर्मत जुन निर्माण कार्यतिर, त्यो ठाउँमा जुन गाडी चलाउनु हुन्छ, तपाईलाई थाहा छ सिमेन्ट बालुवा गोलेको एउटा गाडी हुन्छ, त्यो गाडी चलाउने एकजनालाई जुन बंगलादेशी नागरिक थियो उसलाई 10 मिलियन रियाल जरिवाना तोकेको छ। तपाईले स्क्रिनशटमा पनि हेर्न सक्नुहुन्छ। 10 मिलियन रियाल भने थोरै हैन, अब कहिले तिर्छ के गर्छ यो विषयमा हेरेर तपाईहरु समक्षमा कुरा गर्ने छु साथीहरु। आज 40 किलो नशा सम्बन्धी सामानहरु बरामद गरेको थियो। मैले यो भिडियो बनाउनको मकसद मेरो के हो भने साथीहरु, तपाईहरु साउदी अरब आएर यो बाटो नहिड्नुस् है, यो गल्ती नगर्नुस् है साउदी अरबमा भनेर मैले एउटा मेसेज दिने काम हो। मलाई धेरै साथीहरुले मेसेज गर्छ, नम्बर माग्छ। मैले नम्बर तपाईलाई दिन पर्ने त्यस्तो केही पनि छैन। मलाई कमेन्ट गर्नु होला। कमेन्ट गरिसकेपछि मैले तपाईलाई मैले हेल्प भन्दा नि साथीहरु यो एउटा मेसेजबाट नि तपाईलाई मैले हेल्प गर्ने हो। यो हैन कि मैले एम्बेसीमा फोन गरेर यो त्यो भनेर मैले त तपाईलाई हेल्प गर्ने हो। मेसेज दिने काम हो, यस्तो नगर्नु। जुन मैले भिडियो बनाएको छु त्यो तपाईहरुलाई लागि एउटा इन्फर्मेटिभ भिडियो छ, त्यसबाट तपाईले सिकेर म अब जस्तै मैले एउटा उदाहरण लागि दिए, अब नेपाल जान पर्यो तपाईलाई एकदम गाह्रो परेछ नि कसरी जान्छ भनेर मैले एउटा नेपाल एम्बेसीको बाटो तपाईलाई देखाएको छु नि त। त्यहाँबाट तपाईको फाइनल एक्जिट यसरी प्रोसेस हुन्छ भन्ने भिडियो बनाएको छु नि त। त्यसरी तपाईहरु ध्यानदेखि जान सक्नुहुन्छ भनेर बनाएको छु। तपाईले मैले दिने भनेको एउटा मेसेज नै त्यही हो कि तपाईलाई र तपाईले यस्तो गर्नुस्, यो बाटो हिँड्नुस् है, तपाईले यसरी तपाईलाई सजिलो हुन्छ भनेर मैले तपाईलाई मेसेज दिने काम गर्ने हो साथीहरु। साथीहरु मेरो रिक्वेस्ट के छ भने साथीहरु, धेरै साथीहरुले भिडियो हेर्नुहुन्छ च्यानललाई एक सब्स्क्राइब गरेर जानुहुन्न। यदि तपाईहरु यो च्यानलमा नयाँ हुन्छ, पहिलोचोटि भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई एक सब्स्क्राइब गरेर जानु होला। सब्स्क्राइब गर्दामा केही पनि बिग्रिँदैन साथीहरु, किनकि जति पनि साथीहरु हाम्रो साउदी अरबमा हुनुहुन्छ उहाँहरुको लागि यो च्यानल मार्फत सधैँभरि साउदी अरबको लागि विशेष साउदी अरबको अपडेट र साउदी अरबमा मैले तपाईलाई थाहा छ कम्पनी परिवर्तनदेखि लिएर नेपाल एम्बेसीको फाइनल एक्जिट प्रोसेस र कम्पनीमा काम गर्दा के कस्तो ट्रान्सफरदेखि लिएर हरेक भिडियो तपाईले यो भिडियो यो च्यानलमा तपाईले पाउन सक्नुहुन्छ। र त्यही कारणले गर्दा तपाईले यो भिडियो सक्दो आफ्नो साथीभाइलाई पनि शेयर गरिदिनु होला। आजको यो भिडियो धेरै महत्त्वपूर्ण छ। साउदी अरबमा आएर धेरै साथीहरु गलत बाटो हिँडेको छ, यस्तो तपाईले नगरिदिनु होला। जिद्दा रियादमा हाम्रो नेपाली दाजुभाइहरु नहिँडेको पनि हैन। र म तपाईलाई अब सुरु गरेँ साथीहरु आजको विशेष अपडेट। जिद्दा भन्ने ठाउँ तपाईलाई थाहा छ नि, जिद्दामा यस्तो कामहरु प्रायः जसो भइरहेको हुन्छ। 4 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ, 1 जना साउदी सहित। के गरेको थियो भने साथीहरु, उहाँले चाहिँ अब नशा सम्बन्धी सामान बोक्ने, असर पसर गर्ने, यताउति कहाँ लाने। यहाँ आइसकेपछि के सोच्नुहुन्छ भने हाम्रो अब एकैचोटी कमाउनु पर्यो है, अब यतिले पुग्दैन मलाई, एकैचोटी म मालामाल हुन चाहन्छु, मैले यदि कमाउन सके भने त म त मालामाल भइगयो नि नेपालमा गएर त, आफ्नो देशमा गएर त भन्ने सोच तपाईको छ भने त्यो सोच गलत हो साथीहरु। तपाईले यो काम गर्दै हुनुहुन्छ भने मैले तपाईलाई यसको बारेमा भिडियो बनाएर पहिला पनि जानकारी गराएको छु। अधिकांश हाम्रो नेपाली दाजुभाइहरु जेल जानुको, साउदी अरबमा जेल जानुको मुख्य कारण नै यही हो। यो नशा सम्बन्धी कामहरु गर्ने, घरेलु मदिरा अवसर पसर बेचबिखन आफै पिउने, झै झगडा गर्ने, गाडी चलाउने। विशेष गरेर साउदी अरब आइसकेपछि साथीहरु हाम्रो नेपाली दाजुभाइले प्राय धेरै जसो जेल खानु कारण यही हो। यो गल्ती तपाईले नगर्नु होला। साउदी अरबमा हुनुहुन्छ भने यस्तो काम नगरिदिनु होला नशा सम्बन्धी। यो त किनकि साउदी अरबमा गैर कानुनी छ। अर्को अपडेट साथीहरु, साउदी अरबमा एकजना बंगलादेशी नागरिकलाई 10 मिलियन रियाल जरिवाना लगाएको छ। किनकि हाम्रो नेपाली दाजुभाइले लगाएको छ भन्ने कुरा तपाईले पहिला पनि सुन्नु भएको थियो होला। त्यसको बारेमा मैले तपाईलाई रियल घटना हो किन भन्ने कुरा मैले तपाईलाई त्यसको बारेमा अपडेट त गरेन, किनकि त्यो जुन मैले ओरिजिनल न्यूजबाट पाएको थिएन, त्यही कारणले गर्दा नि मैले त्यसको बारेमा केही कुरा गर्न सकेन, त्यसको बारेमा केही न्यूज बनाउन सकेन। ट्रक्सन लाइनतिर काम गर्ने जति पनि मान्छेहरु हुन्छ, उहाँहरु गाडी चलाउनुहुन्छ नि, उहाँहरु के छ भने बालुवा सिमेन्ट जुन घोलेको चीजहरु हुन्छ, अब तपाईले काम गरिसक्नुभयो, काम गरिसकेपछि जति बाँकी रहन्छ नि त्यो गरेर तपाईले कुनै ठाउँमा फाल्नु भयो भने कसै अब सेक्युरिटीले तपाईलाई समायो भने त तपाई त सिधै जरिवाना हो। जति पनि जरिवाना लाग्न सक्छ, 10 लाख, 10 मिलियन, 1 करोड, जति पनि तपाईलाई जरिवाना लगाउन सक्छ। यो जरिवानाबाट बच्नको लागि साथीहरु साउदी अरबमा हुनुहुन्छ भने तपाईहरु एउटा कुरा, तपाईले त्यो सामान गाडी चलाइसकेपछि त्यो सामान लगेर फालिसकेपछि जुन सामान बच्छ नि त्यो सामान लगाएर तपाईले फाल्ने ठाउँमा सही ठाउँमा फाल्न पर्यो, गलत ठाउँमा तपाईले फाल्नु भएन।
त्यो पनि फाल्ने ठाउँ हुन्छ, तपाईँको कम्पनी एरिया हुन्छ, कम्पनीको कुनै एउटा ठाउँ होला त्यो फाल्ने ठाउँ पनि। जब त्यही फाल्नु भयो भने तपाईँलाई अवश्य नै जरिमाना लाग्छ। जति पनि हाम्रो नेपाली दाजुहरू साउदीमा गाडी चलाउनुहुन्छ, त्यो लाइनतिर काम गर्नुहुन्छ भने तपाईँले बस्नु होला, किनकि भोलिको दिनमा यो घटना तपाईँहरूसँग पनि घट्न सक्छ, तपाईँलाई पनि यो जरिमाना लाग्न सक्छ। कुनै ठाउँमा लगाएर जुन बचेको सामान चाहिँ नफालिदिनु होला, तपाईँलाई जति पनि रियाल जरिमाना लगाउन सक्छ साउदी अरबमा। त्यति 10 मिलियन रियाल भनेको त बाजेबोजू छोरानातिवाला पनि हामीले तिर्न सक्दैन साउदी अरबमा। अब लागौँ साथीहरू, मैले तपाईँलाई किन भनिसकेँ कि 2 जना पुरुष 2 जना महिला साउदी अरबमा पक्राउ गरेको थियो यो तबुको दुबा भन्ने एरियामा। स्क्रिनसट पनि हेर्न सक्नुहुन्छ है। मैले जुन भिडियो बनाएको छु नि, तपाईँले फेक नसम्झिनु होला, त्यो स्क्रिनसट हेर्नुहोस्, त्यसपछि मात्र तपाईँले भन्नु होला। किन त भने गलत काम गरिरहेको थियो 2 जना केटाले 2 जना केटी लिएर, त्यसपछि उहाँहरूलाई पक्राउ गर्यो, लिएर गयो। अब जेल चलाउनु हुन्छ, जेल जान्छ, साउदी अरबबाट सधैँ लागि डिपोर्ट गरिन्छ, कति वर्षको जेल सजाय भोग्न पर्ने हुन्छ। र मैले यो भिडियो बनाउनुको मुख्य मेरो उद्देश्य नै के हो भने साथीहरू, साउदी अरबमा जति पनि हाम्रो नेपाली दाजुहरू हुनुहुन्छ नि, उहाँहरूको लागि पनि हो। छ कोही यस्तो गल्ती काम गर्नेहरू पनि। यहाँ आइसकेपछि यो देशको कानुन के छ, यसको नियम के छ, मैले यो गल्ती गरेँ भने मलाई यसको सजाय के छ भन्ने कुरा तपाईँले जान्नै पर्ने हुन्छ साउदी अरबमा। यसको लागि मैले पुरा भिडियो बनाएको छु, मेरो च्यानलमा गएर तपाईँले हेर्न सक्नुहुन्छ। मैले यसको हरेक भिडियो बनाएर तपाईँलाई जानकारी गराउँदै आएको छु केही वर्षदेखि। र यो च्यानलमा विशेष गरेर तपाईँले साउदी अरबको बारेमा जानकारी पाउन सक्नुहुन्छ। फेरि हामी भोलि अर्को विषयमा कुरा गर्छौँ साथीहरू। जब तपाईँलाई कुनै पनि किसिमको समस्या छ भने मलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला, त्यसको एन्सर म तपाईँलाई कमेन्ट मार्फत दिनेछु। नमस्ते, जय नेपाल।